यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुन्मुन्ति दिव्यस्तवैरिं वेदैशाङ्गपद कर्मोपनिषदैरे गायन्ति यं सामगाम् ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। यहाँहरू सबैले मेरो नमस्कार। म दशरथ उपाध्याय एउटा सानो जानकारी गराउन गइरहेको छु। यही मिति 2082 साल पौष महिनाको 19 गते अर्थात् पौष शुक्ल पूर्णिमादेखि यही मिति 2082 साल माघ महिनाको 18 गते अर्थात् माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी व्रत कथा आरम्भ भइरहेको छ। यस अवधिमा नयाँ व्रतालुहरूले व्रत लिनको लागि त्यति उपयुक्त मानिन्न, किनभने यस बीचमा चाहिँ शुक्र अस्त रहेको छ भने पुरानो व्रतालुहरूले निर्धक्कतापूर्वक व्रत लिन सक्नुहुनेछ। यहाँहरूको मनोकामना परिपूर्ण होस्। यहाँहरूलाई श्री स्वस्थानी माताले कृपा गर्नुहोस्।